झेल्न नसकेर त्यो मान्छेलाई डिजी बनाइयो र नियामक निकायले त्यसलाई सर्टिफाई गर्ने अथवा सर्टिफिकेट दिने यदि यो छुट्टै भएको भए आज पोखराको यो दुर्घटना हुने थिएन। एउटा व्यक्ति दुवै ठाउँको प्रमुख छ, सेवा प्रदायकको पनि छ, यता नियामक निकायको पनि छ। त्यसो भएको हुनाले कन्फ्लिक्ट अफ इन्ट्रेस्ट यहाँ बाजेको हुनाले नै पोखराको त्यो दुर्दशा भएको छ। सम्माननीय सभामुख महोदय, अर्को कुरा जुन यहाँ भनिएको छ जहाजलाई सुरक्षित उडान अनुमति दिने, म सम्झना दिलाउन चाहन्छु 2080 श्रावण 9 गते सौर्य एयरलाइन्सको जहाज 34 दिनदेखि ग्राउन्डेड थियो। त्यो मर्मत गरिराखेको जहाजलाई जबरजस्ती क्यानको महानिर्देशकले खुरुक्क चाहिने पोखरा जाने होइन भने तिमीलाई चाहिँ ब्ल्याकलिस्ट गरिदिन्छु भनेर धम्काए, उसलाई त्यहाँबाट धमाउने कामहरू भयो। कम्तीमा जहाजलाई पोखरा मर्मत गर्न जाँदाखेरि कम्तीमा त्यहाँ चाहिने 18 जना पेसेन्जर हाल्न मिल्छ कि मिल्दैन? नियामक निकायले हेर्न पर्छ कि पर्दैन? उसले हेरेको छैन। त्यसले गर्दाखेरि यो दुर्घटना भएको छ। त्यति मात्र नभएर 4 वर्षको बच्चालाई समेत त्यहाँ चाहिने पेसेन्जर बनाएर लगिएको छ। कार्गो जहाज बिग्रेको सामानहरू समेत त्यो जहाजमा हालेर लगिएको छ। त्योभन्दा दुर्दशा अरू के हुन सक्छ? त्यसो भएको हुनाले म मान्य मन्त्रीज्यूलाई म अनुरोध गर्न चाहन्छु, जुन चाहिने जहाज दुर्घटना भएको छ कानुनी व्यवस्था अनुसार कम्तीमा पनि जहाज आएको सदस्य 15 वर्ष अनुभव हुनुपर्छ। तर त्यहाँ 15 वर्ष अनुभव नभएको मान्छेलाई त्यो चाहिने छानबिनमा राखिएको छ। त्यसो भएको हुनाले यी सबै कुरालाई मध्यनजर गरेर जुन अघि मात्रै अमरेश मान्यजीले भनिसक्नु भएको छ, जुनियर मान्छेलाई ल्याएर डिजी बनाइयो, हो बनाइयो, मेरै पालामा बनेको। तर निधारमा लेखेको हुँदैन नि यो चोर हो कि राम्रो हो भनेर, साधु भनेर थाहा त हुँदैन। त्यो बेलामा मैले धेरै पटक भनेको जुनियर मान्छेलाई नबनाऊ भन्दा पनि पार्टीको दबाब झेल्न नसकेर त्यो मान्छेलाई डिजी बनाइयो, झेल्न नसकेर त्यो मान्छेलाई डिजी बनाइयो, झेल्न नसकेर त्यो मान्छेलाई डिजी बनाइयो। सभामुख महोदय, हिजो मैले संसदमा बोलेको शब्दलाई राम्रोसँग नसुनिकन आज प्रकाशित समाचारमा मैले बोलेको शब्दलाई अश्लील शब्द भनी समाचार सम्प्रेषण भएकोमा मेरो गम्भीर ध्यान आकर्षण भएको छ। सम्माननीय सभामुख महोदय, यो समाचार जुनसुकै मिडियाबाट आएको भए पनि राम्रोसँग सुनेर मात्र समाचार सम्प्रेषण गर्न म अनुरोध पनि गर्न चाहन्छु। हिजो मैले संसदमा कुरा राखिराख्दा पार्टीको दबाब झेल्न नसकेर त्यो मान्छेलाई डिजी बनाउन सकिएन भनेर म डिजी